सम्पूर्णमा नमस्कार। भिडियोको थम्बनेल हेरेर तपाईहरुले थाहा पाइसक्नु भयो कि आजको भिडियो के विषयमा रहेको छ भनेर। हजुर, म तपाईहरुलाई आज देखाउन गइरहेको छु पोर्ट्रेट स्कल्पटिङ कसरी गरिन्छ। बेसिक देखि एडभान्स सम्मको स्टेप बाइ स्टेप प्रोसेस देखाउन गइरहेको छु। कुनै पनि एउटा स्पेसिफिक आर्टको अथवा मूर्ति सम्बन्धी कुनै पनि जानकारी भए तापनि या नभए पनि तपाईहरुले यो भिडियो हेरिसकेपछि मूर्तिको विषयमा केही न केही पक्कै थाहा पाउनुहुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर जानकारी लिन सक्नुहुन्छ अबाउट स्कल्पचर। पोर्ट्रेट स्कल्पचर बनाउनको लागि अगाडि हामीले तयार गर्नुपर्ने सामानहरु आर्मेचर कुन तरिकाले बनाउँदाखेरि बेस्ट हुन्छ म तपाईहरुले त्यो जानकारी शेयर गर्न गइरहेको छु है त। तपाईहरुले पनि यो तरिकाले बनाउनु भयो भने आर्मेचरलाई रियुज गर्न सक्नुहुन्छ। मैले 28 इन्चमा यो काठ र वायर सहितको हाइट 28 इन्चमा रेडी गरेको छु। यो फर्स्ट वायर भयो, यो सेकेन्ड भयो। यहाँ नोजको थोरै आकृति बन्न गएको छ। मैले यहाँनेरि तारले बानिसकेपछि ग्लु गनले यसलाई वायरलाई र्याप गरेको छु। फेरि प्रयोग गर्दाखेरि हातमा नभिजोस् भनेर। यसमा पेस्ट गरिसकेपछि यसमा अडिन्छ र हामीले सेप एन्ड साइज बनाउँदै जाने हो रेफरेन्सका अनुसार। आर्मेचर तयार भइसकेपछि हामीलाई दोस्रो चाहिने चिज भनेको क्ले हो। क्ले यसरी तपाईहरुले डिफ्रेन्ट सेप एन्ड साइजमा यहाँ पेस्ट गर्नको लागि यस्तो खालको र आफ्नो आवश्यकता अनुसार जस्तो पनि बनाउन सक्नुहुन्छ अथवा यसरी र्यान्डमली क्लेलाई यसरी डाइरेक्ट पेस्ट गर्न पनि सक्नुहुन्छ। पोर्ट्रेट बनाउँदा सबैभन्दा पहिले म यो टुल्स युज गर्छु। यसले रफ कटिङ गर्नको लागि र सेप एन्ड साइज निकाल्नको लागि र यसले चिल्याउनको लागि म सहयोग पुर्याउँछ। त्यसपछि युज गर्छु म यो टुल्स। यसले पनि चिल्याउन र सेप एन्ड साइजहरु बनाउन, लाइनिङ कोर्नको लागि यसले मलाई सजिलो बनाउँछ। त्यसपछि यो टुल्स युज गर्छु म। नाकको प्वाल भयो, कानको डेप्थहरु बनाउनको लागि, आँखाको डेप्थहरु निकाल्नको लागि डबल फिनिशिङ गर्ने यो टुल्सले मलाई सजिलो बनाउँछ भने त्यसपछि यो सानो टुल्सले म आँखाहरुको काम गर्नको लागि सजिलो बनाउँछ मलाई। त्यसपछि आइब्रोजहरुमा म यो टुल्स युज गर्छु। शार्प एन्ड थिन टुल्स चाहिन्छ। कटिङको लागि यो मार्करलाई मैले बनाएको वायर राखेर यो टुल्सले मलाई सजिलो बनाउँछ भने कहिलेकाहीँ यो टुल्स पनि युज गर्छु म है त। टुल्सहरु आफ्नो आवश्यकता अनुसार बनाउन सक्नुहुन्छ। आफ्नै आवश्यकता अनुसार बनाएको टुल्स चाहिँ बढी उपयोगी हुने भएकाले म टुल्स कहिले पनि किन्दिन। इनसाइडमा वायरलाई टच हुने गरी राम्रोसँग ग्र्याब गर्ने गरी मज्जाले पेस्ट गर्नु होला। माटो धेरै गिलो भयो भने पनि काम गर्न हातमा च्याप हुन्छ र बग्छ। धेरै सारो भयो भने पनि राम्रोसँग आर्मेचरलाई पक्रिदैन। त्यही भएर ठिक्कको हातमा राम्रोसँग धेरै बल नगरिकन दबिने यतिको बनाएर पेस्ट गर्नु होला। काम गर्न सजिलो हुन्छ। हामीले जुनसुकै मूर्तिको सेप एन्ड साइज बनाउँदाखेरि ज्योमेट्रिक फर्ममा पहिले त्यसलाई बनायो भने सजिलो हुन्छ। जस्तो मैले यो नाक बनाउनको लागि यसलाई ज्योमेट्रिक सेपमा यसरी पेस्ट गर्न गइरहेको छु। नोज, आइसको डेप्थ र यो चिनहरु ज्योमेट्रिक सेपमा काम भयो। आइब्रोजको टपबाट ब्याक साइडतिर होराइजन्टल लाइन र नोजको बटमबाट ब्याक साइडतिर होराइजन्टल लाइन तानेर इयरको लागि लाइनिङ गर्नेछौँ है त। मूर्ति बनाउँदा अथवा स्केच गर्दा हामीले आर्ट सम्बन्धी कुनै पनि काम गर्दाखेरि सबैभन्दा पहिले ज्योमेट्रिक सेपमा बनाएर त्यसपछि डिटेलिङ काम गर्यो भने सजिलो हुन्छ। म त्यही मेथड तपाईहरुलाई सिकाउँदैछु। जस्तो नोजको लागि यो रेक्टेंगुलर सेप, अब यसमा आइबल सर्कल हालेर
तपाईहरु अहिलेसम्म पनि भिडियोमा कन्टिन्यू हुनुहुन्छ भने अहिले फास्ट मोसनमा जे कुराहरु मैले भन्दै तपाईहरुलाई देखाएँ केही न केही पक्कै पनि बुझ्नुभयो होला। अहिले मैले आइज नोज र लिप्सको ओभरअल पोर्ट्रेट स्ट्रक्चरमा रफली काम गरेँ। अब यसलाई चिल्लो बनाउने काम गर्छु म। अहिले चाहिँ हामीले कुनै पनि रेफरेन्स बेगर कुनै पनि फोटोको आधारमा गरिरहेका छैनौं। यो भनेको नर्मली पोर्ट्रेटको स्ट्रक्चर शालिक बनाउँदाखेरि कसरी बनाइन्छ नर्मली मैले रफ डेमो मात्र दिइरहेको छु। सबैभन्दा पहिला आँखाको एजहरुलाई क्लियर गर्न गइरहेको छु। आँखाको एजहरुलाई क्लियर गर्नको लागि तपाईहरुले यस्तो खालको चुच्चो खालको सानो टुल्सलाई युज गर्न सक्नुहुन्छ। यस्तो टुल्स पनि युज गर्न सक्नुहुन्छ है त। यो पोर्ट्रेट तयार गर्दै गर्दा मैले कुनै पनि रेफरेन्स लिएको छैन र कुनै पनि फोटो हेरेको छैन। नर्मली स्ट्रक्चर पोर्ट्रेटको कसरी गरिन्छ त्यो सिकाइरहेको छु। टोटली बिगिनरले पनि राम्रोसँग बुझ्न सकुन् भनेर। बेला बेलामा स्प्रे पनि गर्दै गर्नुपर्छ। कानको काम पनि सकिएको छ। लगभग अब हामी भिडियोको अन्त्यतिर आइपुगेका छौँ। अब हामी यसमा कपाल बनाउँछौँ। कपाल पनि रफली कम्प्लिट भइसकेको छ। अब म यसको आँखा खोल्न गइरहेको छु है त। हाम्रो आँखाको यो आइबलमा एक ठाउँ टल्केको भाग हुन्छ, त्यो म बनाउन गइरहेको छु यो मूर्तिमा। नर्मली फेसको रफ स्ट्रक्चर मैले कम्प्लिट गरेको छु। कतै कतै चिल्ल्याएको छु भने म तपाईहरुलाई भिडियोको लास्ट भइसकेको छ। अब एउटा ट्रिक सेयर गर्न गइरहेको छु। एउटा यो पोर्ट्रेटको बारेमा केही जानकारी दिन गइरहेको छु है त। यो आँखाको यो दुईटा लम्बाइ
यो आँखाको लेन्थ जति हुन्छ यो दुईटा आँखा बिचको यहाँदेखि यहाँसम्मको लेन्थ पनि बराबर हुन्छ। यानि कि यो आँखाकै लेन्थ बराबर दुईटा आँखा बिचको डिस्टेन्स हुन्छ है त। हाम्रो यो आइबलको सिधा तल हाम्रो लिप्सको इन्डिङ हुन्छ है त। अनि यो तपाईहरुले देख्न सक्नुहुन्छ जो कसैको पनि यो आइबलदेखि सिधा सेन्टरमा तल आउँदाखेरि यहाँ पनि यो फेसको इन्डिङ हुन्छ है त। आशा गर्छु तपाईहरुले यस भिडियोबाट केही सिक्ने मौका पाउनुभयो होला। फेरि पनि यस्तै जानकारीमूलक मूर्ति तथा चित्रसँग सम्बन्धित भिडियोहरूका लागि सब्स्क्राइब गर्न सक्नुहुन्छ। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।